मुन्दुमको, तपाईँको त्रिपिटकको, यसमा तपाईँको चाहिँ गीताको होइन, यी सबै प्रकृति पूजा, तपाईँको चाहिँ बुद्ध धर्मका, किरात धर्मका, बोनका होइन, मस्टो, शैव शाक्त प्रणामी इत्यादि होइन, सबै वैदिक सनातन, यी ओरिएन्टियलिजममा विश्वास गर्ने, ओमकार परिवारभित्र विश्वास गर्ने धर्मका गुरुहरूको एउटा चाहिँ परिषद हुन्छ। त्यो परिषदले राजाले कसरी चल्नुपर्छ भनेर भन्छ। राजाले कसरी चल्नुपर्छ, त्यहाँ त धेरैजना भएको हुनाले एकजना मात्रै हुँदैन। त्यो परिषदले भनेको राजाले मान्नै पर्छ। अघि मैले स्पेनको उदाहरण किन दिएको भने धर्मशास्त्रले भने बमोजिम राजाले नगरेको भएको हुनाले विवाह गर्न पनि प्रतिबन्ध लगाइदियो। के भन्यो त्यहाँ अफिसियल स्टेट चर्चको प्रमुख धर्मगुरुले भने होला, उसको नाम होला होइन, होला डिनोट्स फर दी पार्ट अफ हार्ट। उहाँले तिमीले यो कि केटी त्याग्नुपर्छ कि युवराज पद त्याग्नुपर्छ गर्न पाइँदैन, यो विवाह हुन सक्दैन। संसदले पास गरेको, सरकारले पास गरेको पनि हुन सक्दैन भने धर्मगुरुले। किनभने ओन्ली बिकज अफ नन क्रिस्चियन फ्यामिली मेम्बर भएको हुनाले, त्यो पनि अर्थोडक्स क्रिस्चियन फ्यामिलीबाट त्यो लेड्जियान नभएको हुनाले होलालाई विवाह गर्न अनुमति दिएन। मैले त्यसलाई चाहिँ भन्छ थियोक्रेसी होइन, हामीले थियोक्रेसी भन्न खोजेको होइन, आदर्शबाट। यसरी मैले भनेको राजनीतिमा तपाईँले जब स्पिरिचुअलिटी र फिलोसफीलाई माइनस गर्नुहुन्छ नि, त्यति बेला त्यो राजनीति हुँदैन, हो राजनीति भयो। त्यो राजनीति भएको हुनाले हामीले यसरी देशलाई चलाउन सकिन्छ। राजाले अख्तियार आफ्नो हातमा चाहिँ तपाईँको नियुक्ति इत्यादि रेस्पोन्सिबल बनाउनका लागि त्यो अधिकार प्रयोग गर्ने हो भने नि, अनि अरू सबै नेताहरूले गर्ला। एक नेतालाई अख्तियारले छोड्दैन। अहिले त अख्तियारको आयुक्त, प्रमुख आयुक्तले नेतालाई चाहिँ मुद्दा चलाउन खोज्यो भने उसैलाई हटाइदिइहाल्छ। त्यसकारण नै हो भ्रष्टाचार गरेको। यति भएपछि युथहरूका लागि पनि देशको एउटा स्वर्णयुग सुरु हुन्छ। जेरो करप्सन गरेको सबै चाहिँ नेसनल चाहिँ उसमा फन्डमा आउने हो भने 10 वर्षको बजेट बन्ने पैसा निस्कन्छ। डेटामा बोलिरहेको छ। हस्, हजुरको विचारको लागि धेरै धेरै धन्यवाद। फेरि पनि हामीले डिफ्रेन्ट टपिकमा कुरा गर्नेछौँ। आज भने हामीले विशेष गरेर पोलिटिकल टकमा कुरा गऱ्यौँ। सो हजुरलाई धन्यवाद, आभार व्यक्त गर्छु। कस्तो लाग्यो हजुरलाई? हजुरले त खानु नै ठिक छ, होइन यो यस्तै भयो। यो यसमा उ गरेर आधी मात्रै खाउँ कि जस्तो लाग्यो। यो त एकदम धेरै हुन्छ। मेरो त यहीँ छ नि। अनि के भयो त्यो खाने? फेरि एकछिनमा यो खाने